गाइज नमस्ते सबैजना ठिक हुनुहुन्छ म पनि एकदम ठिकै छु र आज चाहिँ मैले अनबक्सिङ भिडियो लिएर आएको छु र यो चाहिँ मैले अनलाइन मगाएको खासै मेरो लागि नै हो यो चाहिँ हैन यो चाहिँ एउटा इक्विपमेन्ट मगाएको मैले हैन अनबक्सिङ र सरी अनलाइन र हजुरहरुलाई एकदम खोलेर देखाउँ भनेर चाहिँ मैले यो सानो भिडियो गरेको हैन हेर्नुस् त तपाईहरुले छिरै हेर्दै जानुहोस् है साथीहरु मैले चाहिँ यो मेरो भिडियोको लागि चाहिँ मगाएको भनौं न सारै असुविस्ता भएर चाहिँ सानो यो मगाएको थिए कस्तो आयो हजुरहरुलाई म देखाउने छु साथीहरु हेर्दै जानुहोस् होला र ल साथीहरु अब हेर्नुस् है यो मैले चाहिँ यो मगाएको हैन गिम्बल यसलाई चाहिँ गिम्बल भन्छ DJI हैन अन्त यो चाहिँ मैले किन मगाएको भन्दा चाहिँ भिडियो स्टेबल रहोस् भनेर चाहिँ हैन मगाएको हो र अब कतिवटा भिडियो चाहिँ मेरो हल्लेको छ नि त नहल्लोस् भनेर चाहिँ त्यही कारणले चाहिँ मैले यो मगाएको साथीहरु हेर्दै जानुहोस् होला फ्रेंड्स वाओ सुपर है एकदम राम्रो छोरा त नानु राम्रो यो चाहिँ फ्रेन्डहरु यो चाहिँ एकदमै राम्रो हुँदो रहेछ कति जनाकोमा चाहिँ मैले देखेको थिए हैन यो अहिले चाहिँ भिडियोहरु एकदम राम्रो क्वालिटी आओस् भनेर चाहिँ अब युज गर्दै रहेछ हैन मान्छेहरुले हेर्नुस् त वाउ सुपर है हेर्नुस् साथीहरु हेर्नुस् है साथीहरु यो रहेछ हैन यो चाहिँ म्याग्नेट रहेछ हैन यो चाहिँ यहाँनिर अब यसरी जोड्नु पर्ने रहेछ हो यहाँनिर चाहिँ फोन राख्ने र यसको चाहिँ मुनि चाहिँ यस्तो रहेछ यो स्क्रू लाउनु पर्दो रहेछ हो र यसले चाहिँ स्ट्यान्ड साथीहरु स्ट्यान्ड हो अन्त यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ अब यसरी राखेर अब मैले यहाँ फोन राखेर मैले भिडियो गर्दैछु अरे र अब म यताउता जानु पर्यो भने पनि अब यो चाहिँ आफै यसरी ट्र्याक हुँदै रहेछ आफै घुम्दै रहेछ हैन आफै ट्र्याक हुँदै रहेछ यो चाहिँ एकदम मन पर्यो भनौं न मैले एकजनाको चाहिँ देखेको थिएँ साथीहरु यस्तो त्यही भएर चाहिँ एकदम राम्रो लाग्यो यो चाहिँ हेर्नुस् र साथीहरु यसबाट चाहिँ म सानो तपाईहरुलाई भिडियो क्लिप गरेर देखाउने छु हैन साइड बाइ साइड कम्पेरिजनको लागि चाहिँ र तपाईहरुले हेर्नुहोस् ल कस्तो हुन्छ र फुल भिडियो चाहिँ म बादमा बनाएर हाल्छु हैन यसबाट चाहिँ जस्ट तपाईहरुलाई देखाउनुको लागि मात्रै चाहिँ म सानो क्लिप हाल्ने छु हेर्दै जानुहोस् ल साथीहरु तपाईहरुलाई मैले खोलेर पनि देखाइसके र अब यसबाट बनाएको भिडियो चाहिँ म तपाईहरुलाई छिट्टो भन्दा पनि छिट्टो नै गरेर देखाउने छु साथीहरु र यो मेरो सानो अनबक्सिङ भ्लग चाहिँ यहीँनिर एन्ड गर्छु बाइ बाइ सी यु इन नेक्स्ट भ्लग बाइ बाइ फ्रेन्ड्स